हे कस्तो रहेछ तिम्रो बाबा आमाको त्यो मन्नी ओइ कस्तो रहेछ तिम्रा बाबा आमाको त्यो मन्नी बेगरेको छोरोलाई नि फेरि बेगर फेरि बेगर भन्नी हे छन् तिम्रो छोरी र छोरा फेरि पनि बेगर्नी हो र नमस्ते छ्याजालो छोरी हे मेरो अनि बाबा हेर मेरो लागि देउता हे मेरो बाबा आमा हेर मेरो लागि देउता के बोलेको सानो तिमीले वचन फिर्ता ल्याउता वचन फिर्ता ल्याउता हे म त यहाँ कुमार भैयाको दाइको हो पोहोर बेबाको नमस्ते च्याजालो छोरीले हे म्यासेज देखाउ रहेछ भने ज्यानै फालिदिन्छु ओइ म्यासेज देखाउ रहेछ भने ज्यानै फालिदिन्छु नत्र भने आरोप नलाउ जेलमा हालिदिन्छु जेलमा हालिदिन्छु हे तिम्रो त भए पो जान्छ मेरो त इज्जत छ कान्छ नमस्ते छ्याजालो छोरीले हे तिमीले वचन दिएकै हो सयमा नै सय हे तिमीले वचन दिएकै हो सयमा नै सय म त हेर भेट्ने थिइन यस्तो भन्ने भए यस्तो भन्ने भए हे राम्रो सोच्दै निस्की तोरी पाटन लानुहोस् हजुरको छोरी यस्तो थाहा पाएको भए मै भेट्थेन बरु ओ यस्तो थाहा पाएको भए मै भेट्थेन बरु लास्टै खत्तम हुन्छन् कोही कोही लोग्ने मान्छेहरू लोग्ने मान्छेहरू हे देख्यो कि केही न केही गर्छौ खत्तममा एक नम्बर पर्छौ नमस्ते छ्याजालो छोरीले है ए घरमा बुढी हुँदा हुँदै बाहिर रोज्यौ भने ए घरमा बुढी हुँदा हुँदै बाहिर रोज्यौ भने कस्तो गाँठे चाल पाइहाल्ने ढाँट्न खोज्यौ भने नाट्न खोज्यौ भने ए हेर्दा त सोचे थिए लाठी यो केटी एक नम्बर बाटी च्याजालो छोरीले हे छोरी भन्दै फेसबुक भरि हाल्या हुन्छौ फोटो ओइ छोरी भन्दै फेसबुक भरि हाल्या हुन्छौ फोटो जताततै सर्वत्र छ ढाक्ने फेरि बुद्धि कति छोटो बुद्धि कति छोटो हे के साह्रो बन्या हो बाटो थाहा पाउने गरेर ढाँटो नमस्ते छ्याजालो छोरीले है तिमी आऊ काठमाडौँबाट म आउँछु दाङघोरैबाट भेटौँला बुटोलमा ओर्ले है हे तिमीले फेरि समय त निकाल्दिनौ कहिले हे तिमीले फेरि समय त निकाल्दिनौ कहिले एउटा कुरा भन्नु थियो र बोलाएको हो मैले हे सबै कुरा बताउँछु मै त घरमा कुरा केही भन है त नमस्ते छ्याजालो छोरीले तिमी आऊ तिम्रै घरबाट म आउँछु मेरै घरबाट भेटौँला काठमाडौँ
झोरले तिमी आऊ तिम्रै घरबाट म आउँछु मेरै घरबाट भेटौँला काठमाडौँ ओर्ले भेटौँला काठमाडौँ ओर्ले हे तिम्रो मनमा के छ कुन्नी बुझी छैन मैले ओइ तिम्रो मनमा के छ कुन्नी बुझी छैन मैले एउटा कुरा भन्छु भन्दै डाक्छौ मलाई जहिले हे नमान कति पिर चिन्ता एउटा हैन भन दुई तीनटा नमस्ते छ्याजालो झोरले है तिमी आऊ काठमाडौँबाट म आउँछु धनगढीबाट भेटौँला बुटोलमा ओर्ले है नमान कति पिर चिन्ता एउटा हैन भन दुई तीनटा नमस्ते छ्याजालो झोरले है तिमी आऊ काठमाडौँबाट म आउँछु धनगढीबाट भेटौँला बुटोलमा ओर्ले भेटौँला बुटोलमा ओर्ले हे आज भोलि मेरो घरमा भाछ त्यही नै धन्दै हे आज भोलि मेरो घरमा भएको छ त्यही धन्दै किचकिच मात्रै गरिरहन्छन् बिहे गर्न भन्दै हे तिमीले कुरा बुझ्दिनौ किन डाक्छु तिमीलाई भन्न सक्दिन नमस्ते छ्याजालो झोरले ए तिमी आऊ तिम्रै घरबाट म आउँछु मेरै घरबाट भेटौँला काठमाडौँ ओर्ले तिमीले कुरा बुझ्दिनौ किन डाक्छु तिमीलाई भन्न सक्दिन नमस्ते छ्याजालो झोरले ए तिमी आऊ तिम्रै घरबाट म आउँछु मेरै घरबाट भेटौँला काठमाडौँ ओर्ले भेटौँला काठमाडौँ ओर्ले हे कस्तो रहेछ तिम्रो बाबा आमाको त्यो मन्नी ओइ कस्तो रहेछ तिम्रा बाबा आमाको त्यो मन्नी बेगरेको छोरोलाई नि फेरि बेगर भन्नी हे छन् तिम्रो छोरी र छोरा फेरि पनि बेगर नि हो र नमस्ते छ्याजालो झोरले तिमी आऊ काठमाडौँबाट म आउँछु धनगढीबाट भेटौँला बुटोलमा ओर्ले छन् तिम्रो छोरी र छोरा फेरि किन बेगर नि हो र नमस्ते छ्याजालो झोरले तिमी आऊ काठमाडौँबाट म आउँछु धनगढीबाट भेटौँला बुटोलमा ओर्ले भेटौँला बुटोलमा ओर्ले हे मेरो अनि बाबा हेर मेरो लागि देउता हे मेरो बाबा आमा हेर मेरो लागि देउता के बोलेको सानो तिमीले वचन फिर्ता ल्याउता वचन फिर्ता ल्याउता हे म त यहाँ कुमार भैयाको दाइको हो पोहोर बेबाको नमस्ते छ्याजालो झोरले ए तिमी आऊ तिम्रै घरबाट म आउँछु मेरै घरबाट भेटौँला यही ठाउँमा पोहोर बेबाको नमस्ते छ्याजालो झोरले ए तिमी आऊ तिम्रै घरबाट म आउँछु मेरै घरबाट भेटौँला यही ठाउँमा ओर्ले भेटौँला काठमाडौँ ओर्ले हे तिम्रो प्यारी श्रीमती चाहिँ काछिन् आज भोलि हे तिम्रो प्यारी श्रीमती चाहिँ काछिन् आज भोलि फिर्ता हुँदै हुन्न हजुर गोली अनि बोली हे
तिमी हौ कति फोरी नमार छोरा र छोरी नमस्ते तिमी आऊ काठमाडौँबाट म आउँछु धनगढीबाट भेटौँला बुटोलमा ओर्ले है तिमी कति हौ फोरी नमार छोरा र छोरी नमस्ते छ्याजालो झोले तिमी आऊ काठमाडौँबाट म आउँछु धनगढीबाट भेटौँला बुटोलमा ओर्ले भेटौँला बुटोलमा ओर्ले हे मनका कुरा खोल्न भन्दा सधैँ खोल्न आयो हे मनका कुरा खोला भन्दा सधैँ खोल्न आयो बुढी रहेछ थाहा रहेछ त किन बोल्न आयो किन बोल्न आयो हे मैले तिमीलाई तिमीले मलाई रोज्नी अर्काको घर भाँड्नलाई खोज्नी सानो जोरले ए तिमी आऊ तिम्रै घरबाट म आउँछु मेरै घरबाट भेटौँला यही ठाउँमा ओर्ले मैले तिमीलाई तिमी मलाई रोज्नी अर्काको घर भाँड्नलाई खोज्नी नमस्ते छ्याछालो छोरले ए तिमी आऊ तिम्रै घरबाट म आउँछु मेरै घरबाट भेटौँला काठमाडौँ ओर्ले भेटौँला काठमाडौँ ओर्ले हे ओठ खोलेर बोले हुम्ला मन त खोल्या छैन ओठ खोलेर बोले हुम्ला मन त खोल्या छैन तिमीलाई मेरो बोयफ्रेन्ड भनी कहिले बोल्या छैन कहिले बोल्या छैन हे दुनियाँले जेसुकै भनोस् सोध्छु सधैँ तिम्रो घर बनोस् नमस्ते छ्याजालो झोरले है तिमी आऊ काठमाडौँबाट म आउँछु धनगढीबाट भेटौँला बुटोलमा ओर्ले है दुनियाँले जेसुकै भनोस् सोध्छु सधैँ तिम्रो घर बनोस् नमस्ते छ्याजालो झोरले है तिमी आऊ काठमाडौँबाट म आउँछु धनगढीबाट भेटौँला बुटोलमा ओर्ले भेटौँला बुटोलमा ओर्ले हे भेटै पछि बोली फेर्ने रहेछौ तिमी कस्ती ए भेटै पछि बोली फेर्ने रहेछौ तिमी कस्ती घरकी बुढी छोडिदेऊ भन्दै मेसेज गर्यौ अस्ति ए मेसेज गरिदेऊ अस्ति हे म भन्दा निस्कियौ सिल्ली जाम भन्थ्यौ भागेर दिल्ली छोरले ए तिमी आऊ तिम्रै घरबाट म आउँछु मेरै घरबाट भेटौँला काठमाडौँ ओर्ले म भन्दा निस्कियौ सिल्ली भागेर जाम भन्थ्यौ दिल्ली नमस्ते छ्याछालो छोरले तिमी आऊ तिम्रै घरबाट म आउँछु मेरै घरबाट भेटौँला काठमाडौँ ओर्ले भेटौँला काठमाडौँ ओर्ले हे मेसेज देखाउ रहेछ भने ज्यानै फालिदिन्छु ओइ मेसेज देखाउ रहेछ भने ज्यानै फालिदिन्छु नत्र भने आरोप नलाउ जेलमा हालिदिन्छु जेलमा हालिदिन्छु हे तिम्रो त भए पो जान्छ मेरो त इज्जत छ कान्छ नमस्ते छ्याजालो झोरले तिमी आऊ काठमाडौँबाट म आउँछु धनगढीबाट भेटौँला बुटोलमा ओर्ले है तिम्रो त भए पो जान्छ हाम्रो पो इज्जत छ कान्छ नमस्ते छ्याजालो झोरले तिमी आऊ काठमाडौँबाट म आउँछु धनगढीबाट भेटौँला बुटोलमा ओर्ले भेटौँला बुटोलमा ओर्ले हे सधैँ मिठो बोलिरहन्थे वचन खोच्या थिएन
हे सधैँ मिठो बोलिरहन्थे वचन घोच्या थिएन तिमीले यस्तो भन्छौ भन्ने सोचेको नि थिइन हे बैसामा जिस्किनु जिस्क्यौ तिमी त अपराधी निस्क्यौ नमस्ते छ्याछालो झोरले ए तिमी आऊ तिम्रै घरबाट म छु मेरै घरबाट भेटौँला काठमाडौँ ओर्ले ए बैसामा जिस्कानु जिस्क्यौ तिमी त अपराधी निस्क्यौ नमस्ते छ्याछालो झोरले तिमी आऊ तिम्रै घरबाट म आउँछु मेरै घरबाट भेटौँला यही ठाउँमा ओर्ले भेटौँला यही ठाउँमा ओर्ले हे कहिले कसो हाँस्ने बोल्ने भइहाल्छ नि साथी कहिले कसो हाँस्ने बोल्ने भइहाल्छ नि साथी बोल्दिँदैमा जे नि सोच्ने तिमी पो अपराधी हे राम्रो छ आफ्नो घर चलाऊ भए भरका दोष जति नलाऊ नमस्ते छ्याछालो झोरले तिमी आऊ काठमाडौँबाट म आउँछु धनगढीबाट भेटौँला बुटोलमा ओर्ले राम्रो छ आफ्नो घर चलाऊ भए भरका दोष जति नलाऊ नमस्ते छ्याछालो झोरले तिमी आऊ काठमाडौँबाट म आउँछु धनगढीबाट भेटौँला बुटोलमा ओर्ले भेटौँला बुटोलमा ओर्ले हे मैले सोचे भन्दा पनि तिमी फरक भइछ ए मैले सोचे भन्दा पनि तिमी फरक भइछ बाबा लिएर आएको त यस्तो भन्न रहेछ हे मसँग मायामा बगी चोखी बन्यौ बाबाको अघि नमस्ते छ्याछालो झोरले ए तिमी आऊ तिम्रै घरबाट म आउँछु मेरै घरबाट भेटौँला यही ठाउँमा ओर्ले मसँग मायामा बगी चोखी बन्यौ बाबाको अघि नमस्ते छ्याछालो झोरले तिमी आऊ तिम्रै घरबाट म आउँछु मेरै घरबाट भेटौँला यही ठाउँमा ओर्ले भेटौँला यही ठाउँमा ओर्ले हे यति भने पुग्ने हो कि भन्नुपर्छ धेरै यति भने पुग्ने हो कि भन्नुपर्छ धेरै यसो हाँसी बोलेपछि सम्झिँदो हौ मेरै सम्झिन रहेछौ मेरै हे कति पीर नमान्नुहोस् बाबा यो केटाको फुस्क्या छ हावा नमस्ते छ्याछालो झोरले तिमी आऊ धनगढीबाट म आउँछु काठमाडौँबाट भेटौँला बुटोलमा ओर्ले कति पीर नमान्नुहोस् बाबा यो केटाको फुस्क्या छ हावा नमस्ते छ्याछालो झोरले तिमी आऊ काठमाडौँबाट म आउँछु धनगढीबाट भेटौँला बुटोलमा ओर्ले भेटौँला बुटोलमा ओर्ले हे तिमीले वचन दिएकै हो सयमा नै सय हे तिमीले वचन दिएकै हो सयमा नै सय म त हेर भेट्ने थिइन यस्तो भन्ने भए हे राम्रो सोच्दै निस्की तोरी पाटन लानुहोस् हजुरको छोरी मेरै घरबाट भेटौँला यही ठाउँमा ओर्ले राम्रो सोच्दै निस्की तोरी पाटन लानुहोस् हजुरको छोरी नमस्ते छ्याछालो झोरले तिमी आऊ तिम्रै
घरबाट भेटौँला यही ठाउँमा ओर्ले भेटौँला यही ठाउँमा ओर्ले हे यस्तो थाहा पाएको भए मै भेट्थेन बरु ओ यस्तो थाहा पाएको भए मै भेट्थेन बरु लास्टै खत्तम हुन्छन् कोही कोही लोग्ने मान्छेहरू हे देख्यो कि केही न केही गर्छौ खत्तममा एक नम्बर पर्छौ नमस्ते छ्याझालो झोरले है तिमी आऊ काठमाडौँबाट म आउँछु धनगढीबाट भेटौँला बुटोलमा ओर्ले नमस्ते छ्याझालो झोरले है तिमी आऊ काठमाडौँबाट म आउँछु धनगढीबाट भेटौँला बुटोलमा ओर्ले भेटौँला बुटोलमा ओर्ले हे कति कुरा गरिन् गर्न दिन अनि रात हे कति कुरा गरिन् गर्न दिन अनि रात बीचमा कुरा फेरि हाल्ने यो केटीको जात यो केटीको जात हे महिलाको सत्तुर हो महिला म भन्दा तिमी छेउ पहिला छ्याझालो झोरले ए तिमी आऊ तिम्रै घरबाट म आउँछु मेरै घरबाट भेटौँला यही ठाउँमा ओर्ले महिलाको सत्तुर हो महिला म भन्दा तिमी छौ पहिला नमस्ते छ्याझालो झोरले तिमी आऊ तिम्रै घरबाट म आउँछु मेरै घरबाट भेटौँला यही ठाउँमा ओर्ले भेटौँला यही ठाउँमा ओर्ले हे नमिलेमा झगडै हुन्छ माया हुन्छ मिले ओइ नमिलेमा झगडा हुन्छ माया हुन्छ मिले कसो गरी झेलेकी छन् तिम्रो श्रीमतीले तिम्रो श्रीमतीले हे लाग्छ मलाई वाक्क दिक्क भइछिन् बिचारी भागी रहेछिन् नमस्ते छ्याझालो झोरले तिमी आऊ काठमाडौँबाट म आउँछु तुलसीपुरबाट भेटौँला बुटोलमा ओर्ले यस्तो लाग्छ वाक्क भइछिन् बिचारी धन्न घिरहेछिन् नमस्ते छ्याझालो झोरले तिमी आऊ काठमाडौँबाट म आउँछु तुलसीपुरबाट भेटौँला बुटोलमा ओर्ले भेटौँला बुटोलमा ओर्ले ए घरमा बुढी हुँदा हुँदै बाहिर रोज्यो भने ए घरमा बुढी हुँदा हुँदै बाहिर रोज्यो भने कस्तो गाँठे चाल पाइहाल्ने ढाँट्न खोज्यो भने नाट्न खोज्यो भने ए हेर्दा त सोचे थिए लाठी यो केटी एक नम्बर बाटी छ्याझालो झोरले ए तिमी आऊ तिम्रै घरबाट म आउँछु मेरै घरबाट भेटौँला काठमाडौँ ओर्ले हेर्दा त सोचे थिए लाठी यो केटी एक नम्बर बाटी नमस्ते छ्याझालो झोरले तिमी आऊ तिम्रै घरबाट म आउँछु मेरै घरबाट भेटौँला यही ठाउँमा ओर्ले भेटौँला यही ठाउँमा ओर्ले हे छोरी भन्दै फेसबुक भरि हाल्या हुन्छौ फोटो ओइ छोरी भन्दै फेसबुक भरि हाल्या हुन्छौ फोटो जताततै सर्वत्र छ ढाँट्ने फेरि बुद्धि कति छोटो बुद्धि कति छोटो हे के साह्रो बन्या हो बाटो थाहा पाउने गरेर ढाँटो नमस्ते छ्याझालो झोरले
घरमा भएको श्रीमतीलाई धोका दिन्न कहिले घरमा भएको श्रीमतीलाई धोका दिन्न कहिले जिस्काएर मन चोर्नलाई खोजेको हो मैले हे माया गर्छु छोड्दिन धरम जिस्किन मन लाउँछ के गरम नमस्ते च्याझालो झुरले ए तिमी आऊ तिम्रै घरबाट म आउँछु मेरै घरबाट भेटौँला यही ठाउँमा उर्ले माया गर्छु छोड्दिन धरम जिस्किन मन लाउँछ केरम नमस्ते च्याझालो झुरले तिमी आऊ तिम्रै घरबाट म आउँछु मेरै घरबाट भेटौँला यही ठाउँमा उर्ले भेटौँला यही ठाउँमा उर्ले हे जोसँग नि जिस्की हाल्ने तिमी कम्ता छौ त ओइ जोसँग नि जिस्की हाल्ने तिमी कम्ता छौ त जो सजती जिस्किए नि नथप्दिए सौता हे घरकीको मनै हरुन्छ त्यो भन्दा नि तिमलाई पाप हुन्छ नमस्ते च्याझालो झोरले तिमी आऊ काठमाडौँबाट म आउँछु टाङ्गोरैबाट भेटौँला बुटोलमा ओर्ले घरकीको मनै हरुन्छ त्यो भन्दा नि तिमलाई पाप हुन्छ नमस्ते च्याझालो झोरले तिमी आऊ टाङ्गोरैबाट म आउँछु टाङ्गोरैबाट भेटौँला बुटोलमा ओर्ले भेटौँला बुटोलमा ओर्ले ए श्रीमतीले यो कुरालाई नबस मन्जलाई ए श्रीमतीले यो कुरालाई नबस मन्जलाई ए अमेरिकाको मन्दी भाइले भन्न लाको मलाई हे जे भन्यो भनिदिए म त मन्दी भाइ अमेरिका छ त नमस्ते च्याझालो झुरले ए तिमी आऊ तिम्रै घरबाट म आउँछु मेरै घरबाट भेटौँला यही ठाउँमा उर्ले जे भन्यो भनिदिए म त मेरो भाइ अमेरिका छ त नमस्ते च्याझालो झुरले ए तिमी आऊ तिम्रै घरबाट म आउँछु मेरै घरबाट भेटौँला यही ठाउँमा उर्ले भेटौँला यही ठाउँमा उर्ले ए कसको गीत गायो भन्थे मनदीप भाइको हैछ यस्तो खतरा गीत सिकाउने युएसबाट रहेछ हे गीत गाउन निस्किन लाउने बुढी हुँदा पनि अर्का जिस्किन लाउने नमस्ते च्याझालो झोरले तिमी आऊ काठमाडौँबाट म आउँछु तुलसीपुरबाट भेटौँला बुटोलमा ओर्ले गीत गाउन निस्किन लाउने भित्र घुम्दै जिस्किन लाउने नमस्ते च्याझालो झोरले तिमी आऊ काठमाडौँबाट म आउँछु तुलसीपुरबाट भेटौँला बुटोलमा ओर्ले भेटौँला बुटोलमा ओर्ले भेटौँला बुटोलमा ओर्ले भेटौँला बुटोलमा ओर्ले नमस्कार, म कलाकार टिका सार्नु। तपाईहरु यतिखेर हेर्दै हुनुहुन्छ मनदीप करेल अफिसियल युट्युब च्यानल। यो च्यानलबाट यस्तै राम्रा र रमाइला भिडियोहरू सुन्नको लागि सबैजनाले सब्स्क्राइब गरेर जोडिनु होला। भिडियो मन पर्यो भने लाइक गर्नु होला, कमेन्ट गर्नु होला, शेयर पनि गरिदिनु होला। धन्यवाद, नमस्कार। नमस्कार, म बालचन्द्र बराल। तपाईँ यति बेला हेर्दै हुनुहुन्छ मनदीप करेल युट्युब च्यानल। यहाँहरूले यहाँबाट यस्तै रमाइला भिडियोहरू हेर्नको लागि अवश्य पनि सब्स्क्राइब गर्नुपर्ने हुन्छ। सब्स्क्राइब मात्रै गरेर पुग्दैन, शेयर पनि गर्नुहोला, कमेन्ट पनि गर्नुहोला र तपाईले फलो गर्नु भने अवश्य यसो दोहोरेर हेर्न पाउनुहुन्छ। आजको दोहोरी कस्तो लाग्यो जस्ता कस्तै प्रतिक्रिया दिनुहोला। हस्त, धन्यवाद।